सो वाट्सअप गाइज अहिले चाहिँ होइन म धेरै टाढो मतलब चाइना छेउतिर छु अहिले फिलहाल चाहिँ म घुम्नको लागि भनेर आएको थिएँ अनि अहिले घुम्दै पनि छु होइन अहिले पनि यसो हिँड्दै हिँड्दै कहाँसम्म पुगिन्छ भनेर यसो हिँड्दै हिँड्दै जाँदैछु दामी भ्यू आइरहेको छ यहाँबाट चाहिँ धेरै दिन पछाडि यो भ्लग आउँदैछ युट्युबमा होइन अब किनभने यो फोन बिग्रेको त मैले यो फोन बनाउँछु भनेर सोचेको पनि थिइनँ मेरो आइडी पनि गयो भन्दै थिएँ अब ठिक छ फोन बनाइहालेँ अब फोन बनाइसकेपछि त अब के भन्नु होइन फोन बनाइहालेँ अब त्यस पछाडि भ्लग नहाल्ने कुरा आएन भ्लग हाल्दै गर्छु डेली भ्लग आइरहेको छ अब यस्तै छ गाइज होइन अब अहिले फिलहाल चाहिँ म यसो घुम्दै भनेर आएको छु भ्यू पनि दामी दामी नै आइरहेको छ दामी दामी भ्यू आइरहेको छ म तपाईँलाई अरू क्लिपहरू पनि देखाइदिन्छु सरी होइन डन्ट माइन्ड नगर्नु होइन मैले धेरै दिन पछाडि यो भ्लग बनाएँ ठिकै छ अब के गर्नु यस्तै छ अहिले चाहिँ फिलहाल हिँड्दै हिँड्दै अब कहाँसम्म पुगिन्छ हेरौँ चाइना बोर्डर छेउ गयो भने म चाइना बोर्डर छेउ पनि देखाइदिन्छु बोर्डर पनि देखाइदिन्छु चाइना बोर्डर पनि देखाइदिन्छु गयो भने फिलहाल यता नेटवर्कको प्रब्लम छ कि नेटवर्कको प्रब्लम भएर अनि त्यसैले अहिले मैले खास गरी भ्लग बनाएको थिएँ अगाडि पनि त्यो भ्लग पनि मैले हाल्नै पाइनँ अनि त्यसैले अहिले नयाँ भ्लग बनाइरहेको छु त्यो भ्लग खै के भयो अनि डिलिट पनि भयो जस्तो लाग्यो त्यसैले मैले नयाँ भ्लग बनाउँदैछु अहिले अब फिलहालको लागि त यस्तै छ तपाईँलाई म माथिको डाँडाको यसो क्लिप देखाइदिन्छु हल्का फुल्का दामी भ्यू रहेछ यहाँबाट चाहिँ तलतिर जान लाग्दैछु म अहिले माथि हाइवेमा थिएँ म ट्रकहरू रहेछ ट्रकहरूबाट भित्र जाँदैछु म अहिले चाहिँ कस्तो छ अब भ्यू हेरौँ तल कुकुर सुकुर पनि पालेको रहेछ दुईजना मामाहरू पनि मामा र एउटा अब भनौँ न बुढै छन् हामी सुड्डो भनेर बोलाउँछौँ त अनि अहिले हामी चाहिँ यस्तो पाहाडको बाटोमा यसरी दौडिँदै जानुपर्ने अवस्था अगाडि चिक्क दामी कुकुर छ कत्रो ठुलो कुकुर छ होइन दामी ठाउँ छ चिसो चिसो छ दामी ठाउँ छ यहाँ चाहिँ हाम्रो मामा चिन्नु नै हुन्छ होला ओ माम्स भित्रबाट पनि पुग्थ्यो होला यसको नाम चाहिँ कालु के छ काले मान्छेभन्दा ठुलो छ क्या हेर्दा सानो देखिरहेको छ मान्छेभन्दा ठुलो छ मान्छेभन्दा ठुलो छ म पनि कुकुर पाल्ने भनेको यहाँ हेरौँ न दामी भेट्यो भने पालौँला अहिले फिलहाल चाहिँ तलतिर जाँदैछु हेर्नु न यहाँबाट कस्तो दामी भ्यू आएको क्या हिँड्दैछु त्यहाँ यहाँभन्दा कति छिटो हिँड्नु तपाईँलाई म माथिको क्लिप पनि देखाइदिन्छु भ्लग हो होइन आजको लागि चाहिँ अब यति नै म क्लिपहरू पनि हालिदिन्छु अगाडिको दामी दामी क्लिप हालिदिन्छु हेर्नु होला होइन यसो अब अहिले फिलहालको लागि चाहिँ म तलतिर गएर आउने काम छ त्यो काम सकिहाल्छु अब डेली भ्लग आउँछ आजको भ्लग हेरिहाल्नुहुन्छ तपाईँहरूले यो भ्लग हेरेर चाहिँ थाहा पाइहाल्नुहुन्छ डेली भ्लग आउँछ भनेर अनि अब त्यस पछाडि भ्लग आएपछि हेर्नु होला गाइज अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला ल गाइज बाई बाई